साह्रै चित्त दुख्छ यार। जीवनमा कोही केटी छिमेकीले धरि फर्केर हेरेनन् कि मलाई। म गयो भने तरकारी किन्न गयो भने त्यहाँ पौडेल कहाँ छोरीभित्र जान्छे। खै किन जान्थे? राम्रो गरेर हिँड्छ मर हिँड्छ भने चित्त दुख्छ यार मासला। हेन्सम छु कन्से हेर्ने लाग्छु महिना एकचोटि नुहाउँछु त्यो अलग कुरा हो होइन बुझ्ने कुरा हो नि त केटीहरूले। अब आफूलाई पनि त लप परे पो नुहाउन मन लाग्छ चिटिक्क भएर हिँड्न मन लाग्छ। रोमान्टिक हैन कि नहुने साथी त्यो कुरा भन्न पनि तर छैन। कति नै भइसक्यो कति बेर छ नि 19 वर्ष भयो 20 वर्ष भयो न त्यसले रोजगार दिन्छ न छिमेकीले छोरी के गर्ने हामी। हल्दीमा तोरी लाउरे भन्नेले भोलि नेपाल गएपछि छोरी लैजाला लाउरे भन्छ। सपोर्ट चाहिँ गर्न खोज्यो है सपोर्ट चाहिँ गर्न खोज्यो तर यो सपोर्ट सक्सेसफुल भएन। टाइट पैसा कमाइन्छ त जसले नि छोरी दिन्छ खै कमाइयो महिनाको 2 लाख नि कमाइयो 4 लाख नि कमाइयो कसले दियो छोरी हामीलाई। अब उमेर भएन बेला भएन मेरा बाउले गरे मेरा ठुलो बाउले गरे बिहा छिटे खै उनीहरूको चाहिँ 17-18 वर्षमा बिहा गर्दा हुने हाम्रो चाहिँ नहुने हुन्छ। 19 को पार गर्यो।